एक्सन सरापु तिमीले नसरापेको एक्सन सरापु तिमीले नसरापेको कति भइसक्यो एकचोटि सराप देऊ त छिटो आपुई तँलाई मरेर चाहिँ तँलाई टुपाएर तेरा 3 घन्टा घुमाएर तेरा टुपेर पाएर घुमाएर तँलाई पक्कु घरलाई के रमाइलो लाग्यो सरापे सरापे कस्तो लाग्यो डिम्पल नि देखाउन है डिम्पल त सरापे कस्तो छ जाऊ त्यहाँ जाऊ त सरापे र हेमा यहाँसँगै देख्दा कस्तो लागिरहेछ दर्शकहरूलाई भनिदिनु सरापेजी अब कस्तो लाग्छ भन्नु है तपाईँहरू अनि हेमा कस्तो लाग्छ सरापु पुरै नगरौँ कस्तो लाग्छ राम्रो हेमा कस्तो लाग्छ सरापुलाई कस्तो लाग्छ स्वागत छ तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ तपाईलाई हेर्न दिने उसलाई अनि उसले मन्सु मार्कण्ड्यौबाट ओम नमो भगवते वासुदेवाय बुढो तपाईँ कहाँ जानुभएको छ भनेर दिनभरि तपाईँ हाँसेर आउनुभयो अनि रिस चाहिँ कस्तो रिसमा मम्मीहरूलाई टेन्सनले आयो नि त तपाईँ मैनालाई देखेको छु पो हाँस्नु त के भने बोले बाबु तपाईँले यसरी आएर आफैसँग चाहिँ नमिल्ने खै कागज चाहिँ कागज हो नम्बर आइ के हो ए हात पक्रिनु त दिनु ओम मार्कण्ड्यौबाट ओम मार्कण्ड्यौबाट बुढी त होइन बुढी बुढी नै त्यो होइन तर बुढी बुढी जस्तै हो साथीको बुढी ओम कष्टन ब्रह्मण सदधि सिन्धुरातन रकैन छतै ओम पूर्व बस ओम मार्कण्ड्यौबाट बोल्न बोलेको छैन भने यति बाह्र मान्छे त मैले भोग्दैन सौदाएर दिएको मेरो चाहिँ किन खिच्यो तपाईँको सेलिब्रेटी हो यो चिजमा आइन भनेर अरे यतिकै जे बनाइदिनु हो गीत यो चिजमा आइन भनेर ल म चापाती नाच्ने कि म युट्युब च्यानलका लागि दाइको हो के यहाँ दाइको भ्लगको लागि म मेहनत गर्दैछु छ्या झुटो हान्नु भयो
कस्तो हुन्छ दाजुभाइको यस्तो रमाइलो अब लप पर्छ लप पर्छ दादा लप पर्छ हाम्रो 25 पऱ्यो ए यस्तो हाम्रो पहिल्यै परे हा ल हैन खन्टु तिमीलाई भनेन भने थाहा याद कफी याद कफी क्यापुचिनो याद क्यापुचिनो याद एस्प्रेसो होइन क्यापुचिनो हो यार哎呦我的妈！ 你别笑。अब खास कुरो के हो भने हैन डाक्टर साहब अब हामीले चाहिँ दुईजना अब हाम्रो दाजुभाइले हामी अब अर्को हप्तादेखि दुई भागको लागि हामी एकदम टार्गेट खतरा गर्दैछौँ जस्तो त्यसमा के हुनुपर्छ भने हामी अप्पर मुस्ताङ जान सक्दैनौँ अहिले ल पचेन यता जाम जान सक्दैनौँ जान सक्दैनौँ भन्दा त्यसले राम्रोसँग सुन्नु यो क्यामेराम्यान कहाँबाट ल्यायो कहाँबाट उठाउनु हुन्छ यार तपाईँ क्यामेराम्यान यार अनि के हो कहाँ जान सकिन्छ यहाँ छु म अहिले पनि त्यसैले गर्दा चिया घोप्छ म देखाउँछु तपाईँलाई यो टेन्सन गर्नु पर्दैन मैले एउटा उपाय निकालेको थिएँ ठ्याक्कै भन्नुवाले थिएँ अब के छ भने नि सराबी भाइलाई भनेको छैन के किन आउँछु भने ज्याक्क पारेर सराबी भाइ भन्न छैन होइन सराबी भाइ नभएको बेलामा ज्याक्क हेमालाई सराबी भाइ सुनिसक्नु भनेको म सराबी भाइ उगाइदिएको छु माथि ज्याक्क जुरेर आएर त्यो जो भन्ने के छ त